भोलि संसद भवनमा बालेन्द्र शाह फेरि कालो चस्मामै देखिए भने यसपटक त्यो फेसनका लागि भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई सार्वजनिक कार्यक्रममा प्राय कालो चस्मामै देखिन्छ। तर अब प्रश्न उठेको छ, आखिर बालेन्द्र शाहले सधैँ कालो चस्मा किन लगाउँछन्? भोलि अर्थात् बुधबार प्रधानमन्त्री शाह प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको लागि प्रत्यक्ष जवाब दिन संसद जाँदैछन्। तर संसदमा कालो चस्मा लगाउन भने सामान्य रूपमा रोक लगाइएको छ। यही कारण प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई कालो चस्मा लगाउनु पर्ने चिकित्सकीय कारण सहितको स्वास्थ्य रिपोर्ट संघीय संसद सचिवालयमा पठाएका छन्। रिपोर्ट अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको परीक्षण गर्दा उनलाई उज्यालो प्रकाश सहन गाह्रो हुने अवस्था देखिएको छ। त्यसैले चिकित्सकले आँखाको सुरक्षाका लागि आवश्यकता अनुसार सनग्लास अर्थात् कालो चस्मा लगाउन र आवश्यक परे आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्। अर्थात् बालेनको त्यो चर्चित कालो चस्मा केवल स्टाइल वा पहिचानको हिस्सा मात्र होइन, अहिले त्यसको पछाडि चिकित्सकीय कारण पनि रहेको देखिन्छ। अब भोलि संसद भवनमा बालेन कालो चस्मा सहित प्रवेश गर्दा संसदहरूले के प्रश्न सोध्लान् र बालेनले ती प्रश्नको जवाफ कसरी देलान्, यो हेर्न भने संसद बैठक हेर्न रोचक हुने देखिन्छ।